सातो लिने विचार छ क्या हो मेरो? देवी, तिम्रो सातो नलिए कसको सातो लिनु त? अर्कालाई यत्रो बेरसम्म कुराएर एकैछिन कुर्नु पर्दाखेरि पनि अर्काले तर्साउनु पर्छ त? पर्छिन त तर्सेको थिएँ, तर यस जङ्गलमा बाघ भालुदेखि तिमी डरायो कि भनेर। हामी यो जङ्गलमा हुर्केका मान्छे त्यस्तो बाघ भालुसँग डराउँदैनौ, बुझ्यौ? बरु केही गरी त्यो बाघ भालुले खायो भने पनि म तिमीलाई बाघ भालु भएर तर्साउन आउँछु नि। जिउँदो मान्छेले त तर्साउन सक्दैन भने मरेपछि कसरी तर्साउँछौ? म भूत भएर तर्साउँछु, आत्मा भएर तर्साउँछु, तिमीलाई जसरी भए पनि तर्साउँछु। मलाई यो भूत प्रेत आत्मा सात्मा केही कुराले पनि तर्साउन सक्दैन। फेरि यहाँ बसिरहे पो गइहाल्छु, कहाँ पुग्छु? तिमी जहाँसुकै पुग न, म तिमीलाई 7 जन्मसम्म पनि छाड्दिन, बुझ्यौ? 7 जन्म रे? पहिले 1 जन्म त पुरा गर।